नमस्कार सबैजनालाई। यो चाहिँ आज 5 दिनको चल्ला हो र 3100 चल्ला छ यसमा र यो चाहिँ तपाईको ब्रुडिङ हाउस मात्रै हो। यो 15 दिन पछाडि फेरि चल्ला यहाँबाट दुईटा फार्ममा शिफ्ट हुनेछ र आज यो 5औं दिनमा चाहिँ मैले मल्टिभिटामिन्स र बी कम्प्लेक्स नि चलाइरहेको छु र एन्टिबायोटिक चाहिँ म प्राय जस्तो कुखुरामा युज गर्दिन। अब त्यो एन्टिबायोटिक युज गर्ने भनेको सिचुएसन हेरेर हुन्छ, तर पनि म चाहिँ चल्लामा एन्टिबायोटिक युज गर्दिन, बरु प्रोबायोटिक्सहरु चाहिँ युज गर्छु। त्यसको सट्टामा तपाईको एन्टिबायोटिक्सहरु भनेको चाहिँ इन केस केही रोगहरु देखियो भने मात्रै युज गर्न सल्लाह दिन्छु म पनि। र 28 दिन भन्दा क्रस भएको कुखुरालाई चाहिँ भरिसक्यो एन्टिबायोटिक नखुवाउनु नि भन्छु म। र कुखुराको विशेष गरी यो पोल्ट्रीमा भनेको तपाईको यो भनेको सबैभन्दा कफलो चीज भएको कारणले यसलाई चाहिँ तपाईले सबै थोक वेल मेन्टेन गर्नुपर्ने हुन्छ। जस्तो तपाईको यो फ्रेश पानी दिनु पर्यो, स्वच्छ, यसमा अब सेनिटाइजर लाएर हुन्छ, एसिडिफायर लाएर हुन्छ हैन। र तपाईको चारो पनि गुणस्तरीय चारो खुवाउनु पर्छ। र यिनीहरुको यो 15 दिन भनेको चाहिँ तपाईको 1 देखि 15 दिन भनेको चाहिँ यिनीहरुलाई न्युट्रिसन्सहरुको धेरै चाहिने हुनाले न्युट्रिसनहरु यिनीहरुमा तपाईको B0 खुवाइन्छ र यो B0 चाहिँ तपाईको 100 बराबर 1 बोरा चारो चाहिँ अनिवार्य जसरी पनि खुवाउनु पर्ने हुन्छ। बरु 17 दिन लाग्यो भने पनि खुवाउनु पर्ने हुन्छ। किन भन्दा 0 मा जति न्युट्रिसनहरु हुन्छ 1 मा त्यस्तो हुँदैन, घट्दै जाने हो। पछि तपाईको चारो जति चेन्ज गर्दै जाने हो त्यति फेटको मात्रा बढ्दै जाने हो। जस्तो कि यो तपाईको B2 चलाइन्छ, B2 चलाइसकेपछि भनेको कुखुरा मोटाउने मात्रै हो। बढ्ने क्रमहरु चाहिँ तपाईको मजाले बडीको शेपहरु लिने भनेको चाहिँ 0 र 1 ले नि हो। र त्यही भएर यो चल्लामा चाहिँ विशेष गरी तपाईको 21 दिनसम्म चाहिँ हामीले पुरै नै ध्यान दिनुपर्ने हुन्छ। यो चल्लालाई तपाईको के कमजोरी गरिरहेछौं हामीले, केही कमजोरी भइरहेछ कि खोरमा केही म्यानेजमेन्ट पुगेको छैन कि भनेर। र विशेष गरी यो चल्लालाई हुर्काउने भनेको चाहिँ मेन टेम्परेचरले नि गर्छ। त्यही भएर अब यहाँ तपाईको ठाउँ-ठाउँमा यसरी थुप्रेको देखिराखिएको छ। यो त्यस्तो सारो थुप्रेको छैन यिनीहरु, तर पनि यसलाई पनि बेला यसो चलाइराख्नु पर्नेमा हुन्छ। यिनीहरुलाई डिस्टर्ब चाहिँ गरिराख्नु पर्छ। किनभने तपाईको अब बसिराख्यो भने त्यसले अब दाना पानी कम भएपछि यिनीहरुलाई पनि पछि वेट गेन गर्न गाह्रो हुन्छ। छिमले हुन्छन् चल्ला र पानी नखाएपछि यिनीहरुलाई पनि अब चारो पानी नखाएपछि अब रोगहरु संक्रमण पनि हुन सक्छ बसिरहेको कारणले। जसरी यो थुप्रियो भने तपाईको अब एकै चापमा बसिरहेको भने उनीहरु अब दाना पानी नखाइकिन बस्यो भने उनीहरुलाई अब एसाइटिस पनि हुन्छ। अब एसाइटिस भनेको विशेष गरी अब एमिनो ग्यासले हुने हो, तर पनि यसरी थुप्रेर बसिरहेको, थिचेर बसिरहेको भने पनि यसमा पनि अलिक एसाइटिस हुने चान्सेस हुन्छ। किन भन्दा अब मुनिको चाहिँ थिचेरै तलै बसेका हुन्छन्, तलैको गन्ध खाइरहेका हुन्छन्, त्यही भएर पनि एसाइटिस हुने यसमा पनि धेरै चान्स हुन्छ। र तपाईको भरिसके टेम्परेचर चाहिँ चल्लामा चाहिँ